माई हेल्थ गाइड, मेडिकल वा क्लिनिकल कुरा सबैले बुझ्ने भाषामा। नमस्कार, माई हेल्थ गाइड च्यानलमा स्वागत छ। घरमा कोही व्यक्ति बिरामी हुँदा तपाईँले पनि कहिलेकाहीँ घर नजिकैको मेडिकलमा गएर औषधि किन्ने गर्नुभएको होला। हामीमध्ये धेरैजसो व्यक्ति औषधि पसलमा जान्छौँ, औषधि माग्छौँ, पैसा तिर्छौँ र औषधि लिएर घर आउँछौँ। करिब करिब यही अवस्था डाक्टरनी र जचाउन जाँदाखेरिको पनि हो। हामी डाक्टरलाई भेट्न घन्टौँ कुर्न तयार हुन्छौँ। एक्सरे वा ल्याबको रिपोर्टको लागि 2 घन्टा कुर्न पनि तयार हुन्छौँ। तर सबैभन्दा संवेदनशील चिज अर्थात् औषधि लिन 2 मिनेट पनि कुर्न सक्दैनौँ। पहिला हामी ट्याक्सी बोलाउँछौँ अनि हतार हतार औषधि पसल छिर्छौँ। यही हतारको कारण न त फार्मासिस्टले राम्ररी सम्झाउन भ्याउँछन्, न हामीले नै केही बुझ्छौँ। तर ल्याएका यी औषधिहरूको बारेमा तपाईले जान्नै पर्ने कुराहरू के तपाईँलाई जानकारी भयो त? यही जानकारी नभएका कारण संसारभर हरेक वर्ष लाखौँ मानिसहरूको स्वास्थ्य झन्झन बिग्रिँदै जाने गरेको र यिनमध्ये केहीलाई त अस्पताल समेत भर्ना हुन परेको कुरा एक तथ्याङ्कले देखाएको छ। आजको यो भिडियो अत्यन्तै महत्त्वपूर्ण छ किनकि यसले हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ। त्यसैले भिडियो अन्त्यसम्म पुरा हेर्नुहोला। आजको यो भिडियोमा हामी कुनै पनि औषधि किन्नु अघि, किन्ने बेलामा र घरमा ल्याएपछि ध्यान दिनुपर्ने यस्ता कुराहरूको बारेमा चर्चा गर्नेछौँ जसले तपाईँको ज्यान मात्रै जोगाउँदैन, पैसा पनि जोगाउनेछ। आउनुहोस् भिडियोको सुरुवात एउटा रोचक तथ्याङ्कबाट गरौँ। झन्डै 30% भन्दा धेरै उपभोक्ताहरूले औषधिमा न त खरिद गर्ने बेलामा न त प्रयोग गर्ने बेलामा एक्सपायरी डेट हेर्ने गर्छन्। अझ अचम्मको कुरा, औषधिको खोल वा पत्तामा हुने एउटा सानो रातो धर्काको अर्थ के हो भन्ने कुरा 80% मानिसलाई थाहा नै छैन। त्यो रातो धर्काको अर्थ हो यो औषधि डाक्टरको सल्लाह बिना फार्मेसीले सिधै बेच्न र तपाईँले खान मिल्दैन। के यो कुरा तपाईँलाई थाहा थियो? कृपया कमेन्टमा लेख्नुहोला। फार्मेसीबाट औषधि खरिद गर्दा मुख्य रूपमा ध्यान दिनै पर्ने 3 महत्त्वपूर्ण कुराहरूमा अब लागौँ। महत्त्वको दृष्टिकोणबाट यसलाई 3 आधार स्तम्भ वा 3 पिलर्स भन्नु उपयुक्त हुन्छ। पहिलो स्तम्भ, डाक्टरले लेखेअनुसार अथवा आफूलाई भएका स्वास्थ्य समस्या अनुसार अहिले फार्मेसीबाट किन्न लागिएको यो औषधि के सही छ? मानवीय त्रुटि जसबाट पनि हुन सक्छ। प्रेस्क्रिप्सन लेखिदिने डाक्टरबाट पनि र औषधि दिने फार्मासिस्टबाट पनि। त्यसैले आफूलाई भएको स्वास्थ्य समस्या र तपाईँले अहिले लिँदै गरेको यो औषधि बीच तालमेल मिले नमिलेको कुरा निदो गर्नुहोस् फार्मासिस्टसँग सोधेर। दोस्रो स्तम्भ, औषधिको म्याद ठिक छ कि छैन। तपाईँले अहिले लिँदै गरेको यो औषधिको म्याद सकिन कति अवधि बाँकी छ भन्ने कुरा आफैले हेर्नुहोस् वा फार्मासिस्टसँग सोध्नुहोस्। यहाँनिर औषधिको म्यादबारे तपाईँले बुझ्नै पर्ने कुरा के छ भने सामान्यतया औषधिको प्रभावकारिता म्याद सकिने मिति नजिकिँदै गर्दा घट्दै जान थाल्छ। WHO र DDA को मापदण्ड अनुसार एक निश्चित प्रतिशतमा प्रभावकारिता कम भएपछि त्यसलाई प्रयोग अयोग्य वा म्याद सकिएको मानिने हो। यस्तो औषधिले स्वास्थ्यमा नकारात्मक असर समेत पार्न सक्छ। धेरै म्याद भएको औषधिमा तुलनात्मक रूपमा प्रभावकारिता बढी हुने भएकोले पाएसम्म यस्तो औषधि छनौट गर्नु बुद्धिमानी हुनेछ। र अब तेस्रो स्तम्भ, दिन लागिएको यो औषधिको बारेमा जान्नै पर्ने सबै कुराहरू फार्मासिस्टले तपाईँलाई भनेनन् वा तपाईँले बुझ्नुभयो भएन। जस्तै दिनमा कति पटक र कति घन्टाको फरकमा खाने, जस्तै एन्टिबायोटिक औषधिहरू, सुगर, प्रेसर लगायतका थुप्रै औषधिहरू घडी हेरेर तोकिएको समयमा मात्रै खानुपर्ने हुन्छ। कति मात्रामा खाने, एक पटकमा एउटा चक्की, आधा चक्की, 2 चम्चा वा 4 चम्चा भन्ने कुरा। कुन बेला खाने, खाना खाएर खाने कि खाली पेटमा। खाली पेटमा खान भनिएको औषधि झुक्किएर यदि खाना खाएपछि खाइयो भने के हुन्छ भन्ने कुरा पनि सोध्नुहोस्। तोकिएको समयमा कुनै औषधि खान बिर्सियो भने के हुन्छ र अब सम्झिएपछि के गर्ने, सम्झिने बित्तिकै छुटेको मात्रा खाने वा अर्को मात्रा खाने बेलामा डबल गरेर खाने भन्ने कुरा। यो कुरा हरेक औषधि अनुसार फरक फरक हुने भएकोले त्यहाँ हुनुभएको फार्मासिस्टलाई नै सोध्नुपर्छ।
एकभन्दा बढी औषधि छ भने दुई औषधि बीच कति समयको ग्याप राख्ने, यो कुरा पनि त्यहाँ हुनुभएको फार्मासिस्टलाई नै सोध्नुपर्छ, किनकि यो कुरा पनि औषधि अनुसार फरक फरक हुने गर्छ। केही खालको औषधिहरू सँगै खाँदा पनि हुन्छ भने एकअर्कामा बाजिने खालका केही औषधिहरूलाई निश्चित समयको ग्याप पार्नै पर्छ, नत्र तपाईँलाई हानि हुन्छ। यो औषधि खाँदा के सावधानी अपनाउनु पर्छ, जस्तै केही खालको औषधिहरू प्रयोग गरुन्जेलको अवधिमा गाडी बाइक चलाउन वा मेसिनरी काम गर्न हुँदैन भने केही औषधिहरू प्रयोग गरुन्जेलको अवधिमा कुनै खास खालको खाना वा मादक पदार्थ सेवन गर्न हुँदैन। त्यसैले यो कुरा पनि त्यहाँ हुनुभएको फार्मासिस्टलाई नै सोध्नुपर्छ। कति अवधिसम्म खाने भन्ने कुरा पनि सोध्नुहोस्, जस्तै निको नभएसम्म खाने, निको भए पनि कोर्स पुरा गर्नुपर्ने, आजीवन खाने आदि। यो कुरा पनि औषधि अनुसार फरक फरक हुने भएकोले तपाईँले थाहा पाउन जरुरी हुन्छ। एन्टिबायोटिकको कोर्स अपुरो राख्दा ब्याक्टेरियाले रेसिस्टेन्स विकास गर्छ, जसले पछि त्यही औषधिले काम नगर्न सक्छ। घरमा लगेर घोल्नुपर्ने एन्टिबायोटिक ड्राई सिरपहरू, कफ सिरप लगायत अन्य झोल औषधिहरू, आँखा नाक वा कानमा हाल्ने थोपा औषधिहरू र मलमहरू यदि तपाईँले अहिले किन्दै हुनुहुन्छ भने बिर्को खोलेको कति दिनभित्र प्रयोग गर्नुहुन्छ भन्ने कुरा पनि सोध्नुपर्छ, किनकि यो कुरा पनि औषधि अनुसार फरक फरक हुन्छ। तपाईले अहिले जुन रोग वा समस्याको लागि यो औषधि किन्दै हुनुहुन्छ त्यो रोग छिटो निको हुनमा यी सबै कुराहरूले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ। अहिले मैले भनेको सबै कुराहरू औषधि लिने दिने बेलामा फार्मासिस्टले तपाईँलाई राम्ररी बुझाउनुपर्छ। निजको ड्युटी वा कर्तव्य हो यो। तर निजले यी कुराहरू राम्ररी नबुझाएमा वा तपाईँले राम्ररी नबुझेमा हानि त तपाईँलाई नै हुने हो। त्यसैले तपाईँ आफैले पहल गरेर यी सबै कुराहरू राम्ररी सोध्नुपर्छ। नबुझुन्जेल पटक पटक सोध्नुहोस्। साथै खास गरी खाने मात्रा वा तरिका लेखिदिन पनि भन्नुहोस्, किनकि अहिले फार्मासिस्टले सरर भनुन्जेल यो सबै कुरा बुझे जस्तो लाग्छ, तर पछि घर गएपछि बिर्सिन सकिन्छ। आशा छ आजको यो भिडियोले तपाईँलाई औषधि खरिद गर्दा सचेत र सुरक्षित रहन मद्दत गर्नेछ। याद राख्नुहोस्, सही तरिकाले प्रयोग गरिएका औषधि नै अमृत तुल्य हुन्छ र यसले जीवन बचाउँछ। त्यसैले औषधिको समुचित प्रयोग आफूले पनि गर्नुहोस् र अरूलाई पनि गर्न प्रेरित गर्नुहोस्। यदि भिडियो मन पर्यो भने माई हेल्थ गाइड च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। साथै यो जानकारी आफ्ना परिवार र साथीभाइहरूसँग जरुर सेयर गर्नुहोस्। यस्तै जानकारीमूलक र जीवन उपयोगी भिडियोहरू नेपाली भाषामै हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न र छेउमा रहेको बेल आइकन दबाउन नभुल्नुहोला। जाँदा जाँदै तपाईँलाई एउटा सानो प्रश्न सोध्न चाहन्छु, के तपाईँले कहिले म्याद सकिएको औषधि झुक्किएर खानुभएको छ? आफ्नो अनुभव तल कमेन्टमा लेख्नुहोला। तपाईँको कमेन्टले मलाई आगामी भिडियोहरू तयार पार्न थप प्रेरणा दिनेछ। भिडियो हेरेर मलाई साथ दिनुभएकोमा धन्यवाद। आगामी भिडियोमा तपाईँको स्वास्थ्यसँग सम्बन्धित यस्तै ज्ञानवर्धक सामग्रीका साथ हामी तपाईँसँग भेट्नेछौँ। तपाईँ र तपाईँको परिवार स्वस्थ र खुसी रहनुहोस् र अरूलाई पनि स्वस्थ र खुसी रहन प्रेरित गर्नुहोस्। धन्यवाद।